नमस्कार मेरो सम्पूर्ण दर्शक महानुभावलाई। अब धेरै लामो समयपछि अब भिडियो पनि आएन भनेर चाहिँ अब आज चाहिँ यसो आन्डा टिप्नको लागि म यता आइरहेको अवस्थामा छ। अब कुखुराहरू चाहिँ आन्डा यसरी पालेको अवस्थामा छ र अब गाउँघरमा बसेर के गर्ने भन्दै थियो साथीहरू। अब काम छैन गाउँघरमा बसेर भन्दै यो काम त किन नहुनु, मलाई गाउँघरमा बसेर एकछिन सास फेर्ने समय पनि फुर्सद छैन। अब साथीहरूले त काम छैन भन्छ। अब मेरो कुखुराहरू फेरि यसरी यो कुखुराहरू चाहिँ अब लगभग अब यो अन्तिम महिनादेखि चाहिँ अब अन्डा पार्ने क्रममा छ। अब लगभग एक हप्ता जति चाहिँ अब भयो होला। मैले खुट्टाहरू पनि काटेको, किनभने यो चाहिँ अब भोलिको दिनमा चाहिँ ठुङ्गाठुङ गरेर यसलाई झाइझगडा गरेर चाहिँ अब एक आपसमा चाहिँ अब घाइते बनाएर मर्ने अवस्थामा हुन्छ। त्यही कारणले गर्दा मैले यो चुच्चाहरू पनि काटेको अवस्थामा छ। ल अहिले त्यही कुखुराहरू चाहिँ यो अन्डा पार्ने कुराहरू चाहिँ यता छ। लगभग यो अब 1 वर्ष कम्प्लिट भएर 2 इयर्समा रनिङ हुँदैछ। त्यही कारणले भन्दा साथीहरू चाहिँ अब साथीहरूले भन्दै होला, ओहो यो मान्छे त विदेश गएको थियो, कसरी नेपाल फर्क्यो होला। अब कतिले भन्दै चाहिँ अब विदेशमा किन फर्क्यो होला भन्ने कुरा पनि आएको थियो। अब म चाहिँ अब विदेशमा केही कुराहरू चाहिँ अब एउटा सिपमूलक जानकारीहरू लिनको लागि म केही ट्राभल पनि गरिरहेको हुन्छ, त्यही भन्न चाहन्छु। यति भन्दै म लामो समय भिडियो पनि बनाउनु गएन, किनभने मलाई साझै समय पनि छैन। हस्त धन्यवाद।